गुप्तस्य तस्मै शपथने महालक्ष्मी नाम देवी हजुरबा बहत्मानको बाबुको नाम अङ्ग्रेजको गाय असम पितामह शेरमान नाम गुप्तस्य अनि हजुरआमा नाम आउँछ यथा नाम देवी तस्मै सन्यान सुरमा पितामह अङ्ग्रेजको गाय असम पितामह शेरमान नाम गुप्तस्य तस्मै शपथ यथा नाम देवी तस्मै सन्यान सुरमा पितामह अङ्ग्रेजको गाय असम पितामह देवी तस्मै सन्यान सुरमा पाको कान्छी बुढी ए पर्यो नि नाम थाहा छैन यथा नाम भने नि अशोक कनिष्ठ माता यथा नाम देवी बसु महात्रिग्रामीण यथा नाम देवी बसु त्रिग्रामीण अध्याय नाम देवी बसु अध्याय भाइ चाहिँ कान्छीको छोरा अध्याय अङ्ग्रेजको ब्राह्मण नाम गुप्तस्य अनि बहत्मानको बुढीको नाम आउँछ यथा नाम देवी तस्मै सन्यान आदित्य सुरमा पितामह अध्याय अङ्ग्रेजको गाय हस्म पितामह बहत्मान नाम गुप्तस्य तस्मै शपथ यथा नाम देवी तस्मै सन्यान आदित्य ठुलो झारो तस्मै अध्याय अब मामालीपट्टि हजुरबाको नाम चाहिँ होइन त्यो पछि आउँछ बाबुपट्टि गएपछि छ कि आमापट्टि गइहाल्छ अनि मामा नभए नि हजुरबाबु बुढो हजुरबाबु मरेको त दिनु पऱ्यो नि आमाको बाबुलाई आमाको बाबु यथा नाम भने दिनु पऱ्यो मामाहरू छैनन् भने होइन अब बल्ल आफ्नो दाजुभाइले दिनु पऱ्यो हाम्रो माइल काका छ नि पहिला दाजुभाइले शिवराम मुख्य अध्याय अस्म ज्येष्ठ भ्राता बुद्धि कुमारी नाम दिएको दसौँ सत्यनारायण बस्नु अब अध्याय अङ्ग्रेजको गाय अस्म मध्यम ज्येष्ठ भ्राता माइलाइको बाबु एकछिन हजुरबाट नछाउँदा एकछिन जाऊ त तर्पण गरेर अध्याय गुङ्गमान नाम गुप्तस्य अनि माइल भाउजूको नाम देवे तस्मै सत्यनारायण बस्नु अब साईलाई अध्याय अङ्ग्रेजको गाय अब दाजुभाइमा विद्यार्थी त्यही भाइ असम भ्राता भाइको नाम डम्बरबहादुर नाम गुप्तस्य बढी छ होला नि आसुमा नाम देवी दाजु भाइ त त्यही हो अब भतिजो दिन्छ नि भतिजी अध्याय अङ्ग्रेजको गाय अस्मद ज्येष्ठ भ्राता पुत्र किनेबहादुर नाम गुप्तस्य नाम गुप्तस्य अध्याय अङ्ग्रेजको गाय अस्मद ज्येष्ठ भ्राता मध्यम पुत्र अशोकको नाम के इन्द्र कुमार नाम गुप्तस्य अध्याय अङ्ग्रेजको गाय अस्मद ज्येष्ठ भ्राता पुत्र दिपको नाम के अरे कुमार नाम गुप्तस्य अब उता साइलाइटहरू
ठुलाइन छ छोरा अध्यादि अध्यय पुत्र कनिष्ठ भ्राता पुत्र राजकुमार नाम दुर्गा भतिजाहरू यति दिगमर्ला नि पर्दैन होला है अध्यादि अध्यय अब बाबुहरू बाउ हाम्रो माइल काका अध्यादि अध्यय दिलबहादुर अध्यादि मध्यम पिता दिलबहादुर नाम गुप्ता छ उनको बुढी बुढीले बिहानी ए परेन उसलाई अब कान्छा काका अध्यादि अध्यय कनिष्ठ पिता नाम चाहिँ थाहा यथा नाम गुप्ता छ उनको बुढी यथा नाम चाहिँ बिहान बसेर अब बाबुले सक्यो अब दिदीबहिनीहरू दिदीबहिनी के ठुल दिदीको नाम प्रेम कुमारी गोत्र कास्यौ त अत्यादि अध्यय कास्य गोत्र आयो बाहुन बाहुन के थर पौडेल आद्रै गोत्र आयो अनि अर्को ऊ के अरे आद्रै गोत्र अर्को नाम के अरे काइँदा बुद्धि भन्थ्यो बुद्धि नाम पानी श्राद्ध गर्न लाउनु भएको छ एउटा कान्छी अजीको छोरी जस्तोलाई दिएन कसलाई हाम्रो त्यहाँ अहिले दिने हो पानी आयो नल भयो अब साइडमा ठुल्याउनु सबैलाई होला है त भयो परे होइन काशीमा अस्मा ज्येष्ठ माता कनिष्ठ माता सर्वाङ दम ल सालमा ठुल्याउनु सबै होल भयो अब सास ससुरा चाहिँ ए परमबहादुर ससुरा अध्याय काशीको त काशीको त काशीको त अस्मत धर्म पिता परमबहादुर नाम अनि सासु सासु नाम जाने यथा अब यति होइन कोही छ बाजे छुटफुट कोही छ अब दिने गरेर यति हो नि ल दिइरहनु छ कोही तपाईँ कोही सब्जी छैन वर्ष नि धर्कम अब यतापट्टि कहाँ अब त्यहाँ यस्तो घरगोडा बनाउने यस्तै पानीले अब फुलरा जोड्नु पहिला ब्रह्माजीको ध्यान गर्नु ओम ब्रह्म ज्ञान विष्णुको ध्यान गर्नु एकदम विष्णु चढाइदिनु विष्णुलाई फेरि फुलरा जोड्नु त्यो चढाइदिनु फेरि फुलरा हात जोड्नु बर्नु ध्यान गर्नु बर्नु चढाइदिनु फेरि फुलरा हात जोड्नु हे ब्रह्मा हे विष्णु हे शिव हे सावित्री हे मित्र हे वरुण मैले दिया मेरो पितृ सन्तुष्ट बनाइदिनु है भनेर त्यहाँ चढाइदिनु यो यसो पखाल्नु छु त्यो पानी यसो त्यो पखाल्नु ल भयो दही त पुग्दैन अलि ल्याइदिनु
ल यसो भने दुबर खामी छ दुबारो छ दुबारो होला नि दुबर छ के छोडिदिनु भयो त्यो जल यसो बाउनु थाल्यो अब फेरि यो तपाईँले सबै हुन्छ त्यो दुबारोले त साबुन बाबु त्यो पानी आदर गर्नु छ तपाईँले काम लिन्छ त्यसलाई यसो उता सार्नु अब त्यो चन्दनले यस्तो 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 चार बनाउनु अब एउटा सिधा त्यहाँ ल्याएर छन्द बाबु म हात हालिदिन्छ खाएर भए हो हिरा हाल्दै हुन्छ पानी राख्नु है अब यो पानी नहाल्नु अलिकति हो तिल यहाँ छ अनि दही यहाँ छ नुन यहाँ छ के भने ल त्यहाँ चन्द्र आउँछ फुलले पूजा चन्द्रकुमार नाम देव्य बसु सजना मेरो गोस्वामी पितृ गर्नमा मैले मेरो पत्नी चन्द्रकुमारलाई गोस्वामीसित ल्याएको छु त्यसलाई फालिदिनु अब त्यसलाई उता सार्दिनु भाउजू फेरि त्यहाँ जल छ चोख्याउनु हो त्यो त्यहाँ ल्याएर अब अहिले उहाँ जम्मा भएर घिउ लाउनु त सन्चै छ अलिक चिल्लो बनाउनु क्या बुझ्नु राम ल अब फेरि अर्को लाउनु पर्यो गुरुले लाने कि भाइ हाल्दैन त म दिइहालेँ यति होइन र कहिलेनिर रोटी पकाएर भए ल्याउने लाग्नु भयो नि कान्छी खानु त खाने हो पोले